सो गुड मर्निङ फ्रम रुकुमकोट। अब हामी बुर्तिबाङको लागि निस्किन्छौँ। चेकआउट हुँदैछ भित्र। जला सर अब हामी एकदम तम तयार ज्याकेट स्याकेट लगाएर आछु म फेरि मार्छु। ठिक छ ल। जाडो त अचम्मै जाडो छ, एकदम शान्त छ बजार एरिया भए पनि, जसमाथिबाट घाम चाहिँ निस्किसकेको छ। आज पनि लगभग 80-90 किलोमिटरको राइड हुन्छ होला। घाम निस्किसकेको छ। अब जानुपर्ने हुन्छ चट्ट लाग्यो अब आफ्नै गन्तव्यतर्फ। ओके सबैलाई गुड मर्निङ। अब हामीले रुकुमकोटलाई छोडेर बुर्तिबाङतर्फ लागिसकेका छौँ। एकदमै चिसो छ मौसम। कमलदह भन्ने त यही रहेछ कि हो। अब सिधै जाऊँ, बुर्तिबाङै जाऊँ। सबै एकैपालि कहाँ ए कमलदह यो ल। कमलदह चाहिँ यही रहेछ है। ओहो कति मिठो गाउँहरू हो के। पारीतिर त टन्नै रहेछ के र सर। पारी त हिजो लाइट बलाएको थियो नि, त्यसमा त ठुलै रहेछ गाउँ उतातिर के। पारी उतातिर नि त्यत्रो गाउँ रहेछ नि कहाँ। तर बिहान चाहिँ जियोस् रमाइलो हुन्छ राइड गर्न। पूर्व नि कति ठुलो ठुलो पहाड हो। यत्रो पहाड त देखाएको थिएन मैले। रोल्पामा भन्दा ठुलो पहाड रहेछ यतातिर। डेन्जर पहाडहरू छ यार। गाउँहरू पनि मजाको बसेको। ल पहिलो आज दिनको पहिलो घामको किरण देखिसकेका छौँ। एकदमै जाडो हात्ती रहेछ। दोमोई भन्ने ठाउँमा आइसकेका छौँ हामी। माथि एउटा झुलुङ्गे पुल हेर्न सकिन्छ, एकदमै लामो छ। अझ यहाँदेखि बुर्तिबाङ 75 किलोमिटर देखिरहेछ। अब कति घन्टा लाग्छ लेट्स सी है त। विद्यालय क्षेत्र भनेर चाहिँ खोलाको किनारा जाँदैछौँ हामी। एकदम चिसो हावा, त्यही माथि घामको किरण छ। यो घामले केही असर गरेको छैन फेरि हामीलाई। जित खोला भन्ने ठाउँमा आइसकेका छौँ। दुईजना राइडर पछाडि हुनुहुन्छ। चुम्फानमा चाहिँ हामी जो 60-70को स्पिडमा हिँडिरहेको छौँ। यस्तो मजाको चिसो छ। धेरै पछि एउटा बाइक देखिरहेछ। बाइकमा हामी मात्रै छौँ, दुईटा बाइक राइडर मात्रै छौँ हामी यत्रो बाटोमा। अगाडि हामीले सयपत्तङ भन्ने ठाउँमा आइसकेका छौँ र अगाडि एउटा टक्ला पहाड देखिरहेछ। एउटा कुनै पनि बिरुवाहरू छैन। यतातिर हाई अल्टिट्युडमा भएर कि किन कुनै पनि प्लान्ट्सहरू छैन। ओहो जाडल त छोड्ने भएन हो गाइजहरू। डेन्जर छ। आवाज पो कस्तो आछ कुन्नी।
फाइनली हामी पूर्वी रुकुमको के कस्तो खालको के झरना हो यो आई डोन्ट नो झरना डेन्जर झरनामा आइसकेका छौँ एकदमै सरप्राइज भयो मजा आयो माथिबाट यो त ऊ रहेछ कि हो के पानी घट्टा मिल रहेछ पानी घट्टा रहेछ त्यसैमा माथिबाट पानी ल्याएको रहेछ डेन्जर खतरा एउटा खतरा झरनामा रोकिसकेका छौँ हामी चारजना सरप्राइज भयौँ यसो देखिरहेको थियो कि भिडियोमा पनि देखिरहेको थियो एक दुईवटा फोटोसोटो खिच्छौँ अनि हामी जान्छौँ होइन त जल सर ठिक छ कतिको जाडो भएको छ जाडो त ओहो नि डेन्जर छ जाडो रुप्से झरना हो ए अनि माथि पुल पनि छ हल्का मिस्टेक हो पानी घट्टा रहेछ एउटा त्रिवेणी हाइड्रो पावर स्टेसन रहेछ सानतिनो जस सानतिनो इलेक्ट्रिसिटी जेनेरेट गर्ने रहेछ भन्ने त थाहा भयो फेरि पनि हामी त्यो झरनाले छोडेर हिँडिसकेका छौँ खासमा चाहिँ त्यो त्रिवेणी हाइड्रो पावर स्टेसन रहेछ यति जाडो छ कि यति जाडो छ यस्तो धुडीसुडी केही छैन तर जाडो चाहिँ अचम्मै रहेछ डेन्जरै छ जाडो हामी रुकुमको लुगुम भन्ने ठाउँमा आइसकेका छौँ देखाइदिरहेको छु घर त एउटा यहाँ घुमन्थ्यो भने तिमा थियो मजाको यहाँ भिडियो हेरेको थिएँ मैले घुमेको हामी लुकुमको उकालो चढ्दैछौँ हाम्रो डाँडाहरू एकदम नाङ्गो देख्न सकिन्छ जस आधी घन्टा भयो यो बाटो अझै यो ग्राभल रोड आएको सकिया छैन गाह्रो भइरहेछ चिसोले पनि छुटेको छैन कलकल पानी बगिरहेछ यतातिरको रुखहरू पनि अलिकति फरक किसिमको देखिरहेछ एकदमै जाडो छ बाटो यस्तो छ यता भेडागोठी भेडा च्याङ्ग्रा भेडा भन्छ कि च्याङ्ग्रा भन्छ देख्न सकिन्छ भोटे कुकुरहरू पनि रहेछन् यहाँ त कुकुरहरू पनि रहेछन् त यहाँ त कतिवटा यी बसेका छन् जारे कुकुर सहित भेडाहरू टर्न देख्न सकिन्छ यता ट्रेकिङको लागि चुङ्ग्री के रे सर के थियो नाम चुङ्ग्री बुकी भन्ने एउटा ट्रेक पनि रहेछ यता माथि त्यही त होला बुकी त त्यतैतिरै जान्छन् होला यता पनि छन् मान्छेहरू हिँडिरहेको छन् माथि टुप्पामा सान्तिनो खोला पनि बगिरहेछ यताबाट जस अब लगभग 1 घन्टा आदिको यात्रापछि हामी रोकिरहेछौँ
बडीको ढचिया उड्या छ। यस्तो अफरोडिङ पनि थियो, अफरोडिङ बब्बाल। अनि दुईजना सरहरू तलै हुनुहुन्छ, आउनुभयो। लुकुमको लुकुम बाइक पनि के भयो नि, हल्का टच भयो हो। चुम्री बुकी भइरहेछ। कस्तो क्लियर मौसम हो यार। हल्का चिया नास्ताको लागि रोकिरहेको छौँ। यता चाहिँ कति बेला पुगिन्छ। डेन्जर छ भ्यू त यार, हावा सिरी गरिरहेछ, जाडो छ। यो ठाउँको नाम के हो? पातिहाल्ने सिमाना। यहाँदेखि के लाग्यो? बागलुङ लाग्यो नि अब नि। ल वेलकम टु बागलुङ सबैजनालाई, हामीलाई पनि वेलकम होइन। बुर्तिबाङ कति किलोमिटर होला अब यहाँदेखि? 22 किलोमिटर छ नि, पुगिन्छ अब 1 घन्टामा। 1 घन्टामा पुगिन्छ नि। ल ल हो नि, दामी हो। ल के छ त्यो ताल? कस्तो छ ताल? त ठिकै हो, सानसानो के जाकिन भाइ। ओ भाइ यता आउनु, यता घर आएको ताल खासै डुल्छ नि सानसानो। हामी त्यो ताल घुमेर आएर अनि ढोरबाटन पास बस्न जान सक्छौँ। धार्मिक स्थल रहेछ कि, मठ मन्दिर रहेछ। ताल छ, ताललाई फेरि तारबार ठिक छ त। सब्जी भाइ च्याङ्राको सुकुटी छ नि, च्याङ्राको छ नि त, मासु नै सक्छ नि। कसरी हो सुकुटी? कति हुन्छ त्यो प्लेट भने? प्लेट कतै कतै 4 पिसलाई पनि प्लेटै भन्छ। यहाँको त राम्रै आउँछ, खाइरहेको छ। ल 3 प्लेट खानु त कि 2 प्लेटमा? 2 प्लेट 2 प्लेट थियो, प्लेट चाहिँ 3टा। के खाने? हामी चाहिँ यहाँ पाती फाल्नेमा आइसकेका छौँ। बागलुङको पाती फाल्नेमा। यहाँबाट गण्डकी प्रदेश प्रहरी कार्यालयले हामीलाई स्वागत गरिराखेको छ। यहाँ चाहिँ रुकुमको सीमा समाप्त भएर बागलुङ जिल्ला सुरु भइसकेको छ। यसको माथि के छ भन्ने त? यसको माथि चाहिँ तिलाचन भने यतातिर सन्देश के रे चिर्ने हो कि के बुकी? चुरी बुकी। यस्तो बुकीहरू यस्तो राम्रो न्याकेड पहाडहरू देख्न सकिन्छ। अब जानुपर्ने हुन्छ, नास्ता सास्ता खाइयो हल्का फुल्का जाम बिस्तारै। गरेन स्क्यानले काम? क्यासको नाममा 20 रुपियाँ छ। बिस्तारै अब यो के भन्ने जस्तो भयो। एकदमै सुन्दर ठाउँमा आइसकिरहेछौँ है, बागलुङ।
बागलुङ छिरेसँगै यताको भेजिटेसन क्लाइमेट सबै परिवर्तन भइसकेको छ। तल अझ मकै छ अझै पनि। यतातिरको पहाडहरू हेर्न सकिन्छ, एकदम ठुलो ठुलो देख्न सकिन्छ। कति राम्रो ठाउँ हो र, जहाँ हेऱ्यो हेरिरह लाग्ने होइन। जलकोट भन्ने ठाउँमा आइसकेका छौँ। यस्तो अब ढोरपाटको भाइब्स दिइरहेछ बागलुङ छिरे सँगसँगै यतातिरको माहौलले। डेन्जर छ, आवाजहरू कस्तो आइरहेछ ठ्याक्कै थाहा छैन। निसाखोला गाउँपालिकामा यहाँहरूलाई हार्दिक स्वागत छ। अब हामी बुर्तिबाङको 8 किलोमिटर 500 किलोमिटर होला, 500 किलोमिटरमा हामी निसाखोला गाउँपालिका अब आइपुगेका छौँ। वडा नम्बर 1 एकदमै सफा पानी बगिरहेछ खोलामा। सफा त हो नि हो। यति माथि पहाड यस्तै हेर्ने हो, माथि सुई यस्तो छ यताको भ्यू। डेन्जर छ, भिडियो बनाउनु पाइएको छैन राम्रोसँग। सिधै तुफान स्पिडमा छौँ हामी। त्यहाँ खुब माछा मर्छ, राति पर्छन् कि बिहान निकालिहाल्छ नि। माछा त यसले मार्छ। अब हामी एक पुलमा एक विश्राम ल्याइसकेपछि अब बुर्तिबाङको लागि निस्किसकेका छौँ। र यो हाम्रो बुर्तिबाङ चाहिँ अब 3 किलोमिटर मात्र रहिरहेको छ। अब 3 किलोमिटर पछि हामी बुर्तिबाङ आउँछौँ, खानासाना खाइन्छ होला, त्यसपछि के गरिन्छ लेट्स सी। त्यसको लागि स्टे ट्युन तपाईँहरू। बाटो एकदमै बवाल छ, यतातिरको सिनहरू पनि एकदमै दामी लाग्यो। वान टाइम भिजिट प्लेसै रहेछ जस्तो लाग्यो मलाई पनि। बाटो एकदम मक्खन छ, तर जे होस् अलिकति सतर्क चाहिँ हुनुपर्छ। अरू भने त्यस्तै छ। यस्तो छ अगाडिको भ्यू, जता हेऱ्यो हेरिरह लाग्ने टाइपको। जता हेऱ्यो हेरिरह लाग्ने जस्तो ठाउँ छ नि त। यति ठुला ठुला पहाडहरू छन् कि कुरै नगरौँ कि। मैले आजसम्म देखाएको थिएन होला सायद, रोल्पामा पनि छैन होला यति ठुलो पहाड यार। डेन्जर छ, गाउँहरू पनि मजाको बसेको, धेरै कुराहरू खिच्न पाइरहेको छैन। अब जे होस् हल्का लिमिटेड टाइममा चाहिँ अब धेरै एरिया कभर गर्नुपर्ने हुन्छ नि त। त्यो भएर धेरै एरियाहरू फुटेजहरू रेकर्ड गर्न पाइएको छैन। त्यही पनि जे होस् मिलाएर काटेर छाटेर हाल्छु म, मिलाएर हेरिदिनु होला। जाम त भात पाकिसकेको अवस्था छ यता।
यता माथि पो लाग्ने रहेछ त फेरि म त यतातिर होला भनिरहेको छु लास्टमा उता त्यो माथितिर पो रहेछ फाइनल्ली बुर्तिबाङ बजार आइसकेको अवस्था छ ल कस्तो छ बुर्तिबाङ बजार हेरौँ न त कस्तो कस्तो रहेछ बुर्तिबाङ बजार तेल हाल्यो यहाँ 1 लिटरलाई 163 रुपियाँ 3 रुपियाँ बढ्ता रहेछ नयाँ कुरा धेरै छ